वेलकम ब्याक गाइस, वेलकम ब्याक। स्वागत छ सबैजनालाई आजको नयाँ भ्लगमा हैन। अहिले चाहिँ हामी भोलि हाम्रो घरमा क्यारोल छ। अल्सो अंकल र हाम्रो दुईजनाको चाहिँ हाम्रै घरमा क्यारोल छ हैन, मिलाएर गरेको। सो अहिले चाहिँ हामी शपिङ गर्न जाँदैछौँ सन फुड बाइ द वे हैन। हाम्रो अंकल म्यानेजर हुन्छ त्यहाँ, त्यही भएर भिडियो गर्न चाहिँ मिल्दैन, तर अंकललाई मैले सोधेको छु। सो पर्मिसन ग्रान्टेड भन्नुभएको छ हैन, त्यही भएर हामीलाई पर्मिसन छ भिडियो बनाउने। गाडीबाट निक्लियौँ ठक्क लाएर। अब चाहिँ हामी भित्र जाँदैछु हैन, सन फुड। बाहिर हाम्रो चाहिँ छिर्ने ठाउँ चाहिँ होइन, छिर्ने ठाउँ चाहिँ उता छ, उतापट्टिबाट आउनुपर्ने खासै चाहिँ, तर हामी यताबाट आयौँ। हजुर बोल्नु नि, बाहिर थियो क्या। एकदम दामी छ ठाउँहरू क्या यसरी होइन, एभ्रिथिङ अब मेलहरूदेखि लिएर सामानहरू हाउसवेयरहरूदेखि लिएर होइन, एभ्रिथिङ क्या लिटरली सबै कुरा पाउँछ क्या। अहिले म टुरिस्ट एरियामा छु, खोर्सानी होइन, दुईवटा सबै कुरा पाउँछ क्या यहाँनिर होइन। अनि अहिले चाहिँ म मिटमा छु होइन, मिटहरू सबै पाउँछ यहाँनिर। मलाई चाहिँ चाहिएको सुँगुरको मासु, त्यो सुँगुरको मासु खोज्नुपर्ने हुन्छ। सपिङ चाहिँ गाइस दह्रो हुँदैछ ल, आम्बोलु हेर्नु त अङ्कलको सपिङ यहाँनिर, हाम्रो सपिङ त्यहाँ हुँदैछ, दह्रो हुँदैछ। कस्तो फिल हुँदैछ अङ्कल? एकदम खतरा है। धनियाँ मैले अघि लगाइदिएको थिएँ त। हामीले सन पनि किनिसकेको छौँ। अब चाहिँ लगभग अब सकेको हामीले होइन। लगाइज हेर्नु, म चाहिँ अङ्कललाई पर्खिरहेको छु, सकिनु जानु भएको छ। यहाँ आउनु नि, यहाँनिर होइन कति हो 374, 214को चाहिँ अब के त चाहियो नि त हामीलाई। 3, 4, 5 झन्डै 600को छ है क्या सामान किनेको। अब अङ्कलले दङ्गो नाके, अब चाहिँ पाइहाल्यौँ दुइटा पिजा फ्री पानी। दङ्गाको लु, थ्याङ्क यू सो मच। लग जानु होला नि त अब तपाईँ ल, क्लोजिङ गर्दै हुन्छ अङ्कलले चाहिँ। बाइ द वे हिज माई ओन अङ्कल है गाइस। रेडी छ सबैजना, ओके लेट्स गो। अङ्कल गएको दासानीहरू खोइ कहाँ गयो? पानी, यो पानी लगाउनु। यो यो दुईवटा पानी लाने है गाइस हामीले होइन। कतिवटा? दुईवटा यसो भिडियो देखाइदिनु त। एकछिनमा ल, म पनि यहीँनिर सुपरभाइजर काम गर्नुहुन्छ प्रोड्युसमा। लास्टै जाडो छ। अघि मैले भित्र चाहिँ लास्ट गरम भएर ज्याकेट फुकालेको थिएँ, अब बाहिर आउँदा यस्तो जाडो भयो क्या। अब के गर्नु है, लास्टै जाडो क्या, एकदमै जाडो थाहा छ। ल गाइस अब चाहिँ हामी लाग्छौँ होइन, घर जान्छौँ। अनि गएर एकदम होइन सामानहरू पनि रेडी पार्नुपर्ने छ, सफा गर्नुपर्ने छ। सो यति नै आजलाई चाहिँ थ्याङ्क यू सो मच फर वाचिङ होइन। तिमीलाई मन पऱ्यो प्लिज गिभ अ लाइक, सेयर हाल्नु सबैजनाले होइन। यति नै आजलाई चाहिँ हेभ अ वन्डरफुल डे, बाई एन्ड पिस।